जन्मों के साथी हम साथ साथ है। हेलो एभ्रिवान, नमस्ते, स्वागत छ हाम्रो सेकेन्ड ब्लगमा। यस, यो सेकेन्ड ब्लग हो। आज हामी कहाँ गएको भन्दाखेरि यो जन्म के साथी किन भनेको भन्दाखेरि किन भनेको यत्तिकै त्यही गीत दिमागमा आयो, त्यही भएर। कस्तो राम्रो वेदर आइरहेछ गाइस, यहाँ हेर्नु न कस्तो दामी। मेरो ओटिडी चाहिँ हाफ पिन टडक चप्पल अनि भेस्ट होइन, के भन्छ यसलाई, सेट लुगा लगाएको छु। म चाहिँ यस्तै लुगा लगाएर हिँड्न पसंद करती हूँ। और मैंने लगाया है लिप लाइनर और थोड़ा भन्दा पनि पुरै थोड़ा बलस हम खा चुके हैं अपने घर के। हम खा रहे हैं हमारे अपने घर के अम्बक, कितना स्वादिष्ट। यस, हम जा रहे हैं बाजार, वो भी इसके हाउस ड्रेस खरीदने। इतना अच्छा वेदर आया है ना, ये देख सकते हो आप लोग। हाँ, वही बोलना चाहती हूँ। ब्लग गर्ने बानी हराएर होला कि गाइस, हात दुखेर नि। ए यो खै यो बानी नि भइसक्यो। पुरुष संगठन आउँदैछन्, पुरुष संगठन आउँदैछन् परबाट। हाम्रो बडीगार्ड यो हो होइन, यसले चाहिँ यसलाई स्कुल पुर्याउने काम गर्छ होइन। ऊ त्यहाँ लडाइँ गर्छन् एकछिन, कुन कुत्ता हुन् होइन, लडाइँ गर्छन्। गाउँको भ्यू देख्न सक्नुहुन्छ कस्तो राम्रो। गाइस, तैँले देख्नु भयो नि कुकुर, त्यसको नाम चाहिँ स्याडो होइन। अनि मसँग चाहिँ जहिले हिँड्छ क्या, त कलेज जाँदा होस् म कति 10मा पनि होल कोचिङ ट्युसन जाँदा पनि पछि अघि गर्दै जहिले कुद्थ्यौँ। दिना पनि टुक्क पुगिरहेको छ त्यहाँ आन्दा रोडमा। यस्तो खतरा फ्रेन्डसिप छ त्यसको र मेरो घनिष्ठ मित्रता छ क्या। तर अहिले त त्यहीँ गएर उसको मित्र भेटेर होला मलाई यहीँ पकेर एकदम खतरा बोल्डिङ छ त्यसको मेरो। अझै हामी अफसोस किन्न गएको स्कुलको त्यस्तो के अरे, यसलाई स्कुल पुऱ्याउँछ होइन आधी बाटोसम्म। कोही बाटो आउँदै छोरा मान्छे देख्यो भने त्यहीँ राख्छ, ढुक्का रुङ्दा गर्छ। अनि यो पर कटेपछि मात्रै घर फर्किन्छ। मेरो सेक्युरिटी गार्ड पैसा नदिएर बेटर देन वुमेन। कस्तो लोयल हुन्छ न, म छक्क पर्छु। फेरि चाहिँ जहिले गएको ठाउँमा, जहिले बसिरहेको ठाउँमा गएर पर्खिरहन्छ। गाइस देख सकते हो आप लोग, यी अघि आइपुगिसक्यो। यो चाहिँ हामीसँगै यहाँनिर यही गाइस, हामी चाहिँ यहाँ पुल बनिएको छ होइन, बनिएको रहेछ। मैले अघि स्कुलबाट आउँदाखेरि नोटिस पनि गरिनँ। कस्तो राम्रो झरना जस्तो यस्तो भएको छ हाम्रो गाउँ होइन। अनि यहाँ पुल बनिएको रहेछ। मलाई याद, म फेरि रिसाएँ भने यही बाटो आएको यादै छैन, यही बाटो आएको याद पनि छैन। मलाई रिस उठ्यो भने आँखा पनि देख्दिनँ म। सुई यही बाटो हिँडेको। जङ्क फुड खान छोडेका क्या हामीले। अनि अलिक सुध्रेका बानी पनि त हुनु पर्यो। अनि यस, हेल्दी डाइट, घरका दाल भात होइन। अनि घरका दाल भात इज भेरी नेसेसरी। हामी यो छ नि यहाँ पछाडिको पहेँला ट्याङ्की हो, त्यो पहेँला ट्याङ्कीको माथि टुप्पासम्म पनि पुगेका छौँ। म त छुइनँ है, नभएको कुरा बोल्दिनँ म। त छेस, म त छुइनँ। ए यो डराएर पसिना, डराएर जाने त दिएनन् मलाई माथि। किन दिएनन्? बाबासँग पो त आइरहनु त्यहाँ, म त आउँदिनँ। त्यो दिन थिइस्, कुन दिन भन्न। हामी सेकेन्ड सिडीसम्म चाहिँ चढेँ म। यसले क्यामेरा हल्लाएर सकि म पक्रिदिन्छु ले। मलाई बोल्नै आउँदैन अब। लु
सेकेन्ड सिडीसम्म चाहिँ चढेको थिएँ कि म ए मैले बुझेँ तँ थिइनस् के अरे खड्का अङ्कल हुनुहुन्छ होइन अनि म माथि चढेको थिएँ माथि होइन केही हुँदैन चढ्दा लडिँदैन भन्नुहुन्छ अनि त्यही भएर पनि माथि गएको थिएँ कस्तो मजा आएको माथि मलाई पनि एकचोटि चाहिँ एक्सपिरियन्स लिन मन थियो माथिबाट सुई मुनि हेर्दाखेरि चिउ आउँछ एकबार होइन त्यस्तो हुन्छ गाइस किन हस्छ निक्लिँदैन मान्छे भन काम परेको बेला मात्र निक्लिन्छन् मान्छे क्या अब तँ जस्तो बेरोजगार मार्छ होला फुटेर गाह्रो छ अब यहाँ एउटा दुःखद घटना दुःखद परिस्थितिको म यहाँ दृश्य तपाईँहरूमा प्रस्तुत गर्न गइरहेछ आउनु नै यी आउँदैन बर जानुभएको हाम्रो घर त यहाँ भानु स्कुलदेखि त खोला छ नि खोला पारी गौतम तपाईँ अब चाहिँ केही होला जस्तो छ है अब यहाँ हेर्नु बाटोको हालत मलाई यो क्या कर सक्दै अब गरिदिइहाल्छ नि अब माछा मारेर कत्रो टार्गेटले खट्दै भाइ बिचरा त्यही त त्यस्तो घाँस उम्रिरहेछ यस्तोमा माछा कहाँबाट मार्छ खोलामा कि त्यो बिस्तारा च्यादरहरू हुन्छ नि झुल हो त लिएर खालि बटुका लग्दै खोलामा यसरी माथि पर्छ भन्दै रमाइलो उहाँ पर अनि उही पहिनीमै घोप्टो परेको परे गर्थ्यो नि जानुपर्छ पराउँदै मलाई चाहिँ आएन त्यस्तो कहिले त्यस्तो चकचक चाहिँ आएन मलाई कहिले भन्दाको माथिको दाजुले बल्छी खोज्नु ल्याउनु हुन्थ्यो कि अनि म पनि बल्छी खेल्न साह्रो रहर लाग्ने क्या अनि बल्छी खेल्थेँ म पर्दा एउटा माछा पर्नु परेन त्यो रमाइलो एउटा बेला बेला सबैभन्दा मजा पौडी खेल्न आउँथ्यो सानो आँसुमा खोलामै पर्छ अनि आँखा राता पारेर यत्र उत्र हुन्थ्यो बाटो सिर्किनु ल्याएर बिहानी हाल्नुहुन्थ्यो र पनि छोडिँदैन थियो यत्रो सिर्किनाले हाल्नुहुन्थ्यो अनि एकदिन आयो दिनभरि 4-5 घन्टा खेल्थ्यो आँखा सुनेर यत्र रातामा राता कति खेल्यो पौडी त अनि हिलामा अब जस्तै हाच्छै भन्नु के भन्नु खोला बगिरहेछ बाटोमा त्यही त खुट्टा चिलाएर त्यही त गाइस हामी यहाँ गफ हाल्दै जान्छौँ ल अब आन्टीसँग यहाँ गाइस लोग हम लोग आ चुके हैं बाजार और बाजार यहाँ से नहीं दिखता वो पूना से दिखता है अब मैं दिखाना चाहती हूँ आप लोगों को हमारे दुलाबारी बाजार नेपाली भएर पनि के हिन्दी बोलेको होला भन्नुहुन्छ होला ऊ देख्न सक्नुहुन्छ बजार अब भित्र पस्दिउँ न त आज हामी बजार पनि डुल्छौँ ल यत्तिकै तर टाइम चाहिँ छैन है गाइज के अरे बजारभित्र पस्ने त तर पनि अब एकछिन यस फेरि बजार आएको भने फेरि बजारै नदेख त बिल्लै होला नि त फेरि लोग देख सकते हो ये पहुंच चुकी है बाजार पकौड़ी लिएर आइसक्यौँ यो वाले अहिलेको वाला म स्कुलबाट आउँदा पनि यस्तो आलु चप लिएर आएको तर त्यो वाला मिठो थिएन अचार पनि मिठो थिएन त्यो मात्र नदेख्न छोडा पनि देख आज कस्तो पकौडा बनाएको छ त गर्मी गयो मलाई त खानु लागेको पनि पाइने अनि तैँले पर गएर पकौडा खाऊँ न त भनिस् नि मैले
त्यहाँ हुँदा अब त्यहीँ हुन्छ नि त त्यहाँ भन्दै यो चाहिँ हामीले बच्चीदेखि खाएको पकौडाको दोकानबाट मतलब जहाँ हाम्रो इज्जत हुँदैन त्यहाँ मतलब फर्केर पनि जाँदैन म चाहिँ जान्छु सक्छु द्याट्स इट गाइस अघि हामीले पुरा ठुल्ठुलो कुरा गर्दै थियौँ होइन हामी जङ्क फूड सङ्क फूड नखाने अनि दोकान देख्ने बित्तिकै हम अपने औकात पे आ जाते हैं गाइस हमने खरीद लिया डार्क फैंटास्टी 20 रुपये का अब खोल्का चाख्नु कस्तो हुँदो रहेछ यतापट्टि मलाई चाहिँ चक्लेट खाने मान्छे चाहिँ म किनेर खानु मन लाग्दैन मलाई अरू दिँदैन त हजुरले त्यही पनि अब कोही बेला चाहिँ खान्छु म कस्तो हुँदो रहेछ गाडी झगडा गर्नु हेर्दै अनबक्सिङ चल्दैछ खाँदै गर्नु अनि अहिले चाहिँ हामी हाउस टेस्ट किनेर गएको थियौँ तर त्यो हाउस टेस्ट चाहिँ हामीले पाइनँ मेरो साइजको चाहिँ पाइनँ अनि त्यही भएर अब हामी कहाँबाट कहाँ पुग्यौँ भने हामी प्रज्ञा स्टेसनरीबाट तल भैरव स्टोरतिर गयौँ त्यता पनि पाइएन अनि त्यहाँबाट माथि आयौँ त्यहाँ पनि पाइएन 2-3वटा दोकान मात्र छ हुँदो रहेछ नक्ली हो जस्तो लाग्यो मलाई यो नक्ली नै चिको नि तर इत्रु ओरिजिनल त हो जस्तो लागेन मलाई गाडी गाडीले अटो किन अलि माथि गयो यस्तो यस्तो हुँदो रहेछ गाइस अर्कोपट्टि लु छाता बोकेको फेरि हो पानी पर्दैन हौ बोकेको बेला चाहिँ बक्क लाग्छ लेमा पकड्छु तैँले साह्रो उ गरिस् यसरी होइन नि त यसरी होइन नि त यसरी हो नि त यसरी सिधा अब अनबक्स कस्तो मिठो बनायो ए होइन मान्छेले चाहिँ कस्तो मिठो बास्न आयो भन्छ नि म चाहिँ कस्तो मिठो बनायो म पनि त्यही भन्छु ओ कस्तो मजाले फुलेको छिटो प्लास्टिक कखै क्रन्च देखाइनु हुन्छ कि हुँदैन यी यत्रो त हुँदो रहेछ यत्रो ला त्यहाँ झरो यस्तो खै छोड्न हो यता देख यस्तो हुँदो रहेछ भित्र त्यही हो ओरिजिनल यस्तो हुँदो रहेछ ए गाइज लोक तपाईँहरूलाई कस्तो लाग्यो आजको भिडियो होइन अनि एकछिन के अरे हामी धुलाबारी गयौँ कामलाई गयौँ तर काम नै भएन मतलब हाउस ड्रेस नै पाइनँ यतिकै घुम्यौँ मऱ्यौँ प्याज खायौँ मऱ्यौँ त्यही एउटा पैसा सक्यो भने आएँ हाइलाइटर चाहिँ किन्यौँ त्यति हो अनि त्यही हो गाइज आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन अनि बिस्तारै बिस्तारै हाम्रो च्यानलमा जोडिँदै जानु होला सब्सक्राइब गर्नु होला गाइज त्यही त हामी नयाँ मन पऱ्यो भने लाइक गर्नु होला अनि मैले सर्ट्स पनि हालिदिँदैछु होइन भाइन्सहरू हामीले बनाएको अनि त्यसमा पनि राम्रै भ्युज आउँछ हामी अलि ल्याउँदैछ अब अझै धेरै राम्रो रेस्पोन्स आओस् भन्ने आशा गर्छु के अरे हामी नयाँ त होइन कि तर अब नयाँ च्यानलमा कन्सिस्टेन्सी भएन क्या हाम्रो अनि भ्याउनु नि पर्यो होइन त्यही भएर बाई